हेलो गाइज वेलकम टु माई न्यू ब्लग। तो अहिले मैले अहिले मैले अँ, मैले अहिले नै म 1 बजे भ्लग स्टार्ट गरिरहेको छु। अहिले चाहिँ म स्कुल गएको छैन आज, किनकि मेरो दिमाग खराब थियो। दिमाग खराब हुनुको मतलब टाउको दुखिरहेको थियो, त्यसैले म स्कुल गएन। अनि यहाँमा हेर्न सक्नुहुनेछ यस्तो नजारा छ होइन, यस्तै छ, अरू केही छैन। अनि केही छैन। अहिले चाहिँ म सुते थिएँ अनि निन्दाए थिएँ अनि उठेँ होइन। उठ्ने बित्तिकै सोचेँ गाइस फाइनली देख्न सक्नुहुन्छ। अहिले चाहिँ म हाँसिरहेको थिएँ, कस्तो खुसी भएको थिएँ के, किनकि यहाँमा हुनुहुन्छ मेरो दिलको धड्कन हुनुहुन्छ। यहाँमा हेर्न सक्नुहुन्छ। फाइनली गाइज दिस इज आई डोन्ट नो। यहाँमा हेर्न सक्नुहुन्छ, यहाँमा मेरो हुनुहुन्छ। के भनौँ, मलाई लाज लागिरहेको छैन। फाइनली यहाँमा हेर्न सक्नुहुन्छ। रिभिल गरिदिउँ गाइज, फाइनली माई गर्लफ्रेन्ड रिभिल है त। 1 2 3 दिस इज माई गर्लफ्रेन्ड। देख्नु भइरहेछ, किन देख्नुहुन्छ? म चाहिँ देखिरहेको छु, तपाईँहरू देख्नुभयो नदेख्नुभयो बाल छैन होइन। अहिले म बोल्न पनि भन्छु कि म चाहिँ साइडमा जान्छु अनि बोल्नुहुन्छ। हेलो गाइज, म हुँ नायकको गर्लफ्रेन्ड। नायकले ठिक भन्नु भइरहेको छ। म जसले मलाई माया गर्छ, म जसले माया गर्छ त्यसले मात्रै मलाई देख्न सक्छ, अरू जान सक्दैनन्। त्यसैले नायक मात्रै मलाई देख्न सक्नुहुनेछ। मेरो प्यारो बुढो यता आउनुहोस् त। के भयो भन न। विश्वास मानुन् या नमानुन्, के मान्नु या नमान्नु के जान्छ है त। नमाने नि के छ, लाइक कमेन्ट सेयर चाहिँ गरिदिनु होला। अब यिनले पनि भनिहालिन् त गरिदिनु नि यार तपाईँहरू पनि। र गाइस फाइनली म चाहिँ आफ्नो गर्लफ्रेन्ड रिभिल गरिसकेँ। अनि भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। अनि कमेन्ट गरिदिनु होला। अनि न्यू हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला। हामी मिल्छौँ नेक्स्ट ब्लगमा। आजको लागि यति नै, बाई बाई।